सो केटाहरू आज चाहिँ म यस्तो नेपाली युट्युबरको बारेमा कुरा गर्न गइरहेको छु कि त्यो युट्युबरको चाहिँ नाम लास्टमा भन्छु भिडियो हेर्दै जानु। उहाँ युट्युबरको चाहिँ भाइ र दाइ हुनुहुन्थ्यो। एक दिन यस्तो भयो कि अचानक उहाँको दोकानमा चाहिँ आगो लाग्यो। त्यसपछि उहाँहरू चाहिँ चित बनाउनु भयो सर्वाइभर। दाइ भाइ नै पढ्न जान्नुहुन्थ्यो तर भाइले चाहिँ नपढिकन उल्टै दाइ जसरी उहाँको भाइ चाहिँ विदेश जानुभयो। त्यसपछि उहाँ चाहिँ काठमाडौँ जानुभयो पढ्न। काठमाडौँ पढ्न जा अरू केही नगर भन्नुभएको थियो उहाँको भाइले चाहिँ। त्यही पनि उहाँ चाहिँ मजदुरीको कारणले गर्दाखेरि काम गर्न थाल्नुभयो कोक फ्याक्ट्रीमा। एक दिन के हुन्छ भने कोक फ्याक्ट्रीबाट आउँदा एकजना चाहिँ होस्टेलमा बुइया बुइया भन्दै चिच्याउँछ। त्यसपछि उहाँको पनि दिमागमा यो बुइया भनेको के रहेछ भनेर एकछिन सोच्नुभयो। त्यसपछि साथीलाई सोध्नुभयो यो बुइया भनेको चाहिँ के हो भन्दै। त्यसपछि साथीले भन्यो यस्तो यस्तो गेम फ्री फायर भन्ने आएको छ भनेर भन्नु। त्यसपछि के भयो भने उहाँले पनि फ्री फायर डाउनलोड गरेर खेल्न थाल्नुभयो। फ्री फायर खेल्दा खेल्दै एक दिन चाहिँ भाइ पनि आउनुभयो। भाइ दाइ नै खेल्न थाल्नुभयो। उहाँ युट्युबरको नाम सुन्नुभन्दा अगाडि चाहिँ मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला, टिकटकमा हेर्दै हुनुहुन्छ भने पनि। उहाँ युट्युबरको चाहिँ नाम टोन्ड्रे ग्यामर रहेको छ। है त आजको लागि भिडियो यति नै। टाटा बाई बाई। कस्तो लाग्यो भन्नु होला। अर्को पनि भिडियो लिएर आउनेछु। जय नेपाल।